के तपाईँ पनि एसिड नेटिभ ब्याच हो? त्यसो भए यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। म तपाईँलाई सिम्याथमा A+ यानि 4 GPA लिएर आउन मद्दत गर्ने एकदमै सिम्पल ट्रिक भन्नेवाला छु। मेरो पनि सिम्याथमा 4 GPA आएको थियो, त्यसैले यो ट्रिकतिर जाँदैछु। त्यो ट्रिक हो, तपाईँले त्यो सब म्याथ्सको सबै फर्मुलाहरू चाहिँ घोक्नु होला। फर्मुलाहरू जानेपछि चाहिँ एकदमै सजिलो हुन्छ र अर्को कन्सेप्टहरू चाहिँ बुझ्नु होला। कन्सेप्ट बुझेर अनि अर्को चाहिँ सेट सोल्युसन गर्नु होला। कि जतिसक्दो धेरै चाहिँ सेट सोल्युसन गर्नु होला, किनकि सेटबाट 50 to 60% क्वेसनहरू नै दोहोरिने गर्छ। म्याथमा त झन् सिमिलरै क्वेसन आउँछ, त्यसैले म्याथ डराउनु पर्ने छैन। एससीमा त्यसो टाइट पनि हुँदैन। त्यसैले मैले चाहिँ यही 3टा ट्रिकको प्रयोग गरेर चाहिँ मैले 4 GPA लिएर आउनु सफल भएको थिएँ म्याथमा। अरूमा चाहिँ म्याथमा दुइटै म्याथमा लिएर आएको थिएँ, सिम्याथ र अब्जेक्टिभ म्याथमा। त्यसैले तपाईँले पनि राम्रो गर्नुहुन्छ भन्ने गुड लक। र यस्तै एजुकेसन कन्टेन्टहरूको लागि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। बाई बाई गाइज।